आमाको दोस्रो बिहेदेखि सहिले अब सिन्दुर हाल्ने बेला भयो। अब माइती पनि यहीँ हुनुहुन्छ, घरतिरको पनि यहीँ हुनुहुन्छ, तर माइतीहरू यसो भित्रतिर जानु पर्यो। ए मामा किन बोलाएको के? अनि दाइजो खोइ त मोटरसाइकल भने खोइ के कुरा गर्छ के? बिहेको कार्यहरू सबै सम्पन्न हुनु परेन? तेरो आमालाई सिन्दुर हालेको खोइ, अनि सबै भइसकेपछि पो दाइजो दिन्छन्। यसो गर्न, तँ यहीँ बस, सिन्दुर हालेको तैँले हेर्नु मिल्दैन होइन अनि आइसो है। छिटो है। द्रुम द्रुम। आमा तामदानीमा, म बाइकमा। सिन्दुर धस्काइदिनु। आमा सिन्दुर भयो? भयो बाबु भयो। ल कस्तो सुहाएको जोडी ट्याक्क लाएर आहा हेर भगवान् भगवान् नि जस्तो। मैले कति बोलाइरहन्छ हो? कति बोलाइरहन्छ अरे। सिन्दुर हाली भ्यायो त। अब त बेहुली पनि लान्छ। अब चाहिँ दाइजो पाम न बाइक ल्याउ त भुटुटु भुटुटु। छिटो गरौँ न, मलाई चन्न हतार भइसक्यो क्या। हेत्तेरी कति टेना लिइरहेको के? बाइक भनेको होइन? ए ल बाइक। कान्छी हजुर चिया कस्तो छ त? हजुर जस्तै मिठो छ। कान्छी आमा पनि फेरि हँसाउँछिन् के? गुड मर्निङ ड्याडी। गुड मर्निङ। गुड मर्निङ झर्केलो छोरा। अब म त घरमा एक्लै च्याउ त भयो क्या। त्यही भएर हर त्यो एउटा चिनी टक्क दुध हालेको चिया खान मन लाएर म त्यहाँ यतातिर आएको बिहान। ल आतो आतो यहाँ बस्तो। किन त्यहाँ भने आफ्नो बाउको काखमै बस्छु। ल हेर त यहाँ झड्केलो छोराले कति माया गर्छ मलाई। कति मजा आएको हो त यो झड्केलो छोरालाई कहाँ लिँदा। अब के झड्केल छोरो भन्ने हाल। अब त आफ्नै छोरा हो न, कस्तो राम्रो आफू छोरा। मलाई त कस्तो त्यो पहिला चाहिँ नि बाको काना चढे हिँड्न नपाके आमा है। मलाई त आजै कानमा चढ्नु मन लाग्यो बाको। मेरो बा म सकम लाग्यो। आमा काँधे कुरिनै पो। घट घोडा घट घोडा घट घोडा घट बा चिया खान न। घट घोडा घट बा म कान बटारौँ। ए बाबु हजुर कस्तो चिया खान्छस् त? तँ जस्तो कि म जस्तो? मेरो बा जस्तो दुध चिया। ए बुहारी जाऊ त दुधको चिया बनाएर ल्याऊ त छोरोलाई। चिया चिया बनाउने खाना बनाउने भनेर ऊ आमा ल्याइसक्नु भएको छ त। अनि उसकै आमालाई भन्नु न। त्यही त त्यतिकै काली आमालाई सासु बनाएर भित्र ल्याएको हो त। हामी त सक्दैनौँ। ए बाबु हजुर हजुर बा मलाई अलि दुख्यो नि त बा। मेरो काखमा बस आइज त। म त कस्तो सुत्न मन लाग्यो बाको। आइज ए कान्छी हेर न, मैले बुहारीहरूलाई दुधको चा पकाऊ भनेर भनेको टेरेन नि त। बाबुलाई चिया खान मन लाग्छ। हो नि बा। जाऊ तिमी नै उठ। हेर बुढा, म तिमीले जे भनेको सहन सक्छु। दुध दिए एउटी बुहारी घरमा हुँदा हुँदै यिनीहरूले भनेको यिनीहरूले काम लाग्छ, म सहन सक्दिनँ। तिमीले मलाई चिया बनाउनु भनेर ल्याएको, तिम्रो चिया बनाउन आएको म सक्दिनँ। म चिया बनाउनु तिम्रो हातको त भाषा छैन। तिमी यहाँ भइ गर बनाऊ।
के बोला मैले त कस्तो सपना पो देखेछु त केटा हेर पसिनै पसिना आएछ यसरी भातै नखाइ सुतेर नि हुन्छ बा म त कस्तो डराए के रे बाबु छोड्दे बुहारीहरूले बेलामा भात खान दिएनन् अनि ओखती खानु थियो खाली पेटमै खाएर सुतेको अनि बुहारीहरूले भात पकाए कि पकाएनन् कि कहाँ छन् त बुहारीहरू सुते कहाँ सुत्नु बा त्यही भात नपका न्युमा दुईजना झगडा गरेर हैरान बनायो के रे अनि ऊ दुईटालाई टेप टालेर मुखै बन्द गरेर राखेको छु त्यहाँ